हाई गाइज, म श्याम योन्जन। पेसागत रूपमा सेफ भए तापनि मैले काम गर्ने किचनमा दाल भात पाक्दैन। दाल भात खान मन लागेको बेलामा घरमै बनाएर खानुपर्छ। त्यही भएर आज चाहिँ मैले दाल भात चिकनको करी बनाएर खान गइरहेको छु। सुरुमा जिन्जर गार्लिक अनियन अनि टोमेटोज मजाले चप गरिसकेपछि चिकनलाई पनि मजाले बाइट साइज भनौँ करी साइजमा ठक 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 काटेँ। अनि फ्राइङ प्यानलाई पनि तताइरहेको थियो। मजाले हट फ्राइङ प्यानमा तेल हालेर चिकनलाई फर भुट्दै छोप्दै गरेँ। अनि यसको पानी आउँछ नि त छोपिसकेपछि, अनि पानी मजाले सुकाइसकेपछि चाहिँ मैले स्पाइसेसहरू हाल्छौँ। अनि स्पाइसेसहरू हालिसकेपछि चाहिँ अघि नै चप गरेको त्यो जिन्जर गार्लिकको चपहरू छ, अनि अनियन मजाले हाल्छु। अनि हालिसकेपछि स्पाइसेस त मस्ट हो नि त। स्पाइसेसमा चाहिँ मसँग त्यही टर्मरिक पाउडर, चिल्ली फ्लेक्स, अनि नुन, अनि पेपर, मरिचको धुलो मजाले हालेर यसलाई फेरि चलाएर छोप्नुपर्छ 2-3 पटक। चलाउँदै छोप्दै गरिसकेपछि मैले मल्टिटास्क गर्छ नि त एज अ सेफ। अनि खाना पनि पाक्दैछ अन द साइडमा। अनि यसलाई चाहिँ अब म टोमेटोज हाल्छौँ। टोमेटोज चप गरेर राखेको थिएँ। यसलाई 2 चोटि जति छोप्दै चलाउँदै गर्दा लतक्क गोलभेडा पाक्छ। त्यसपछि लतक्क पाकिसकेपछि चाहिँ म कोकोनट मिल्क थोरै टचअप गरेर यसलाई फिनिसिङ दिएर सिद्ध्याउँछु है। यति नै हो आजलाई। मेरो दाल भात करी पाक्यो। थ्याङ्क्स फर वाचिङ। बाई बाई।